हजुरहरूलाई कस्तो समस्या आइरहेछ? अरू त म भन्दिनँ होइन, अरू त त्यति थाहा पनि छैन। जस्तै अब यहाँ यो टोलको यो 2-4 घरको लागि चाहिँ अब त्यो ध्वनि चाहिँ टाढो टाढो त पुग्दैन पनि। यो 2-4 घरको लागि चाहिँ विशेष यो के भन्छ हो, यो प्लास्टिक फ्याक्ट्री के भन्छ अरियनको, त्यसले अरियन पोलिप्याक, त्यो अरियन पोलिप्याक त्यसले ध्वनि प्रदूषण चाहिँ लास्टै भन्दा पनि लास्टै एकदमै यो कानै बहिरा हुनु आँटिसक्यो। यो अहिले सुनिरहेको साउन्ड यति नै आउँछ कि यो भन्दा नि बढी आउँछ? साउन्ड त यही हो के भन्ने अब होइन, तर राति चाहिँ लास्टै किन सबैतिर सुनसान हुन्छ अनि राति चाहिँ एकदम कोठाभित्र अब त्यहाँ घर हुने मान्छेहरूको कोठाभित्र गएर टिभी हेर्ने अवस्था छैन त्यतिसम्म। अब न मान्छे बोलेको बुझिन्छ, एकअर्का नजिकै गएर बोल्नु पर्यो। अब टाढोबाट बोलेको सुनिँदै त्यो स्थिति छ। ध्वनि प्रदूषण चाहिँ लास्टै भन्दा पनि लास्टै। यो निन्द्रा सुत्दाखेरि यस्तो समस्या आउँछ कि आउँदैन? आउँछ कि, त्यत्रो छ। मान्छेको कान बहिरो भइसकेको स्थिति। अब मेरै 20 तारिक बोलेको नसुनिने स्थिति भइसक्यो। 8-10 वर्ष भइसक्यो अब यो ठाउँमा बसेको। त्यही एकदम एकचोटि पहिले हो, कति सालको चुनावमा हो, आजभन्दा यो स्थानीय चुनावभन्दा अघिल्लो चुनावमा हाम्रो विनय दाहाल भाइले यो कुरा उठाएको पनि थियो। हामीले उठाउँदाखेरि उसले हामीहरू जितेपछि यो ध्वनि प्रदूषण रोक्छौँ भनेर भनेको पनि थियो। अब केही गरे कि गरेन त्यो चाहिँ हामीलाई थाहा छैन, तर हामी चाहिँ जुन स्थितिमा थियौँ त्यही स्थितिमा छौँ आजसम्म। ध्वनि प्रदूषणले लास्टै भन्दा नि लास्टै भनेपछि निन्द्रामा एकदमै समस्या आउँछ। कल कारखाना फ्याक्ट्री त छन्, तर धुलो धुवा बेसर्ने आउँछ, आवाज आउँछ। अब फोनमा कुरा गर्नु पर्यो, कहीँबाट फोन आयो भने त्यहाँ बाहिर हुँदाखेरि फोन आयो भने भित्र कोठामा गएर ढोका लाएर मात्रै बुझिन्छ, नत्र त अब आवाजले बुझिँदैन। अनि त्यो भएर अब धुलो धुवा फोहोरहरू पनि धेरै आउँछ, आवाज पनि आउँछ। यो आवाज बन्द गर्न पाए हुन्थ्यो। यो फोहोर धुलो धुवाको पनि कसरी हुन्छ संरक्षण गर्न पाए यसलाई पनि सुरक्षित अब गाउँ बस्तीलाई राम्रो हुन्थ्यो। साइलेन्सर लाउनको लागि कहिले भन्नु भएन यो फ्याक्ट्रीलाई? भनेकै छैन पनि, अब भनेर नि तेर्नुहुन्न। अब यही फ्याक्ट्रीको मालिकको चाहिँ उहाँ पर उयो छ, कोलेनी छ, उहाँहरूले चाहिँ सबै आफ्नो कम्पनीको काम गर्ने मान्छे राख्नुभएको छ कोलेनीमा। त्यो कोलेनीमा चाहिँ यतापट्टि गाउँ बस्तीलाई कत्रो फोहोर, त्यहीँबाट पानी झारिदिने प्लास्टिकहरू त्यहाँ गएर अहिले यदि जन लगेर हेराउने हो भने नि त्यो चाहिँ बन्द नै गर्नुपर्ने हो। त्यो कि त फोहोर आफूले अब सफा गर्नु पर्यो होइन, सफा राख्नु होइन र त्यो बस्तीलाई त्यत्रो जग्गा दिएपछि त्यो कोलेनी त बन्दै गराउनु पर्छ। त्यत्रो फोहोर व्यवस्थापन राम्रो गर्नु पर्यो। फोहोरको व्यवस्थापन जबसम्म हुँदैन नि तबसम्म त्यो कोलेनी बन्द गराउनु पर्छ मेरो विचारमा चाहिँ। त्यो बस्तीलाई धेरै पीडा छ, मच्छर लागेर यदि त प्लास्टिकहरू त्यो माथिबाट लुगा धोको त्यहीँ भात त्यहीँ झारिदिन्छ, गोटट र यत्रो ढाड त्यहीँ तलबाट झारिदिन्छ। तल होचा घर बसेका छन् होइन, तिनको आफ्नो टाउको लुगाउने छ। अब कम्पनीको ठुलो खोजेर नि भएन नि त। अनि अब माथिबाट त जे झारपिटा नि हुन्छ। अब त्यहाँ सानो बच्चाहरू खेलेकालाई माथिबाट ढुङ्गा पनि हानिदिन्छन् क्या, त्यो कोलेनीको त्यो माथि बच्चाहरूले ढुङ्गा नि हानिदिन्छन् तिनमा। त्यहाँ धेरै गाह्रो छ त्यहाँ चाहिँ। त्यो चाहिँ कि त अब फोहोरको आफूले सुरक्षित आफ्नो साफसफाइ राख्नु पर्यो वरिपरि। त्यो जुन कोलेनीको वरिपरि चाहिँ सफा राख्नुहुन्न भने बन्द गरिदिनु हुन्छ। त्यो बस्तीलाई धेरै गाह्रो छ त्यहाँनिर। हुन्छ ल।